थियो आज बिहान बिहान उठेर हामी चाहिँ दुध लिन जानु लागेको अनि भाइ म छोरो भएर चाहिँ दुध लिन जानु लागेको अनि अगाडि मात्रै होइन पछाडि पनि त्यसले खिचिरहेको थियो अनि त्यसपछि मैले पनि यताबाट नि खिचेँ दुधको लिन जानलाई त्यो पट्टा लिएर गएको थियौँ कि हामी अनि त्यत्तिकैमा घर आएर खाना खाने बेला भयो अनि त्यसपछि मैले खाना दिएँ यिनीहरू हेरेर बसिरहेको थिएँ कि खाँदै गफ गर्दै मलाई नदेखा भनिरहेको थिएँ अनि मैले पनि देखाएँ अनि खाजा खाने बेला भयो दिउँसोको अनि मैले खाजा साजा बनाउन लाएँ अनि गर्मी त्यस्तै थियो अनि त्यसपछि मैले चाउमिन बनाउन लागेको क्या आज चाहिँ अनि प्याज खोर्सानी सबै थोक काटेर त्यहाँ कराई बसालेर तेल हालेँ अनि त्यसपछि यिनीहरू चाहिँ बाहिर कतिखेर पाक्छ भन्दै कुरेर बसेको थिएँ कि अनि मैले भित्र पकाउँदै थिएँ अनि पकाएँ भुट्दै पकाउँदै गरेँ अनि त्यत्तिकैमा रेडी भएर मैले थाला सबैले एकै ठाउँ खाने होइन तिनजनाले एकै ठाउँ खाने होइन लिएर आएको थिएँ कि थालाभरि भयो कि अनि त्यसपछि तिनजना बस्यौँ होइन अनि हजुरलाई हाई गर्दै अनि देखायौँ अनि त्यसपछि खाना लगाएको हामीले चाहिँ तिनजना मिलेर फर्स्ट बाइट हान्यौँ हामीले अनि त्यसपछि यताउता देखायौँ त्यत्तिकै चिया खाने बेला भयो अनि भाइले चिया पकाएको क्या आज चाहिँ अनि आजको मिनी ब्लग यति नै बाई लभ यु सो मच।